जंगलको बीचमा त एउटा साम्राज्य नै तयार भएको रहेछ। कति धेरै झापराहरू थिए अनि त्यहाँ त आगो पनि बालिएको थियो, हेर्दै एकदमै अनौठो लाग्ने। अनि त्यहीको बाहिरपट्टि एउटा आदिपुरुष जस्तो मानिसले बन्दुक लिएर भुइँमा ठटाइरहेको थियो। यसरी ठटाउँदा ठटाउँदै अचानक बन्दुक पड्किएको आवाज आउँछ। त्यसपछि त झ्याप्प हेर्दाखेरि झसङ्ग हुने जस्ता मान्छेहरू अचानक बाहिर निस्किन्छन्। हु गर्दै भाला र तरबार लिएर बाहिर निस्किएका थिए। निहालेर हेर्दा त यिनीहरू त रामकै गाउँलेहरू पो हुँदा रहेछन्। रामका गाउँलेहरू यसरी जंगलमा आएर बसेका पो हुँदा रहेछन्। रामले यिनीहरूलाई बचाउनको लागि अस्ति नै त्यो शक्तिले आगो लगाएको थियो नि छाप्रोमा, हो त्यतिखेर सुरुङ खनेर बाहिर निस्किने व्यवस्था बनाइसकेका रहेछन्। अनि गाउँलेहरूलाई त्यसरी भित्र लैसकेपछि शक्तिले बाहिरबाट आगो लाउँदा एक एक गरेर त्यो सुरुङबाट चिच्याउँदै कराउँदै बाहिर निस्किएका रहेछन्। त्यसरी यिनीहरू बाँचेर यहाँ जंगलमा आएर बसेका रहेछन्। अनि उनीहरू त्यसरी बाहिर निस्किसकेपछि त्यो छाप्रो जलेको आफ्नै आँखाले देखेका थिए। गाउँलेहरू एकदमै आत्तिएका थिए। तर रामले चाहिँ गाउँलेहरूलाई सान्त्वना दिँदै अब त गाउँलेहरू त्यो दुर्गा, शक्ति अनि श्रुति र सिर्जनाको नजरमा मरिसके। अब हामीले जसरी हुन्छ त्यो शक्तिसँगको खेललाई जित्नुपर्छ। यो खेलको सुरुवात त भइसक्यो, हो खेलको सुरुवात भइसक्दा पनि हाम्रो योजना चाहिँ अर्कै हो, तर लक्ष्य चाहिँ एउटै हुनेछ। जसरी भए पनि हामीले त्यसलाई हराउनु पर्छ। त्यसलाई हराउनको लागि गाउँलेहरूले चाहिँ केही समयको लागि गाउँ छोड्नुपर्छ। अब गाउँलेहरू जंगलका घातकवासी भएर बस्नेछन् भनेर रामले नै यी सबै योजना बनाएका रहेछन्। अनि गाउँलेहरूले चाहिँ त्यो आदिपुरुष जस्तो मानिसलाई देखेर उनीहरूले अनौठो व्यवहार गरिरहेका थिए। अचानक यता अगाडि उनीहरूतिर फर्किँदाखेरि त तिनी त राम पो हुँदा रहेछन्। रामलाई यस्तो अवतारमा देख्दाखेरि त गाउँलेहरू एकदमै चकित पर्छन्। सबैजना छक्क परेर रामलाई हेर्छन्। अनि अझ कमलाले त राम तपाईँ यस्तो अवतारमा के भयो, तपाईँलाई कसले यस्तो गर्यो भनिसकेपछि अनि त्यो रामको शरीरमा रङै रङ थियो। उनी अब त्यस्तो त्यो साडी पोते चुरामा सजिएर राम त्यसरी आइपुग्लान् भन्ने कसले अनुमान गरेको थियो र। अनि रामलाई त्यसरी देख्दा सबै छक्क पर्छन्। अनि रामले पनि त्यो आफ्नो टाउकोमा भएको अबिरहरू झार्छन्। अनि त्यसपछि त यता दुर्गा आमाको घरतिरको कुराहरू रामले भन्न थाल्छन्। रामले चाहिँ तिनीहरू सबैको खुट्टा समातेर माफी मागिसकेपछि गल्ती मेरै थियो, मैले आफ्नो औकात बिर्सिएर आफूभन्दा ठुलो मान्छेहरूसँग जोरी खोज्नाले नै यो सबै भएको हो। आजदेखि यो खेलको अन्त्य भयो। यो खेलमा चाहिँ रामले हार्यो अनि दुर्गा आमा र शक्तिले जिते भनेर आत्मसमर्पण गरेका थिए नि। त्यसपछि त त्यो शक्ति, बिक्की, दुर्गा आमा, चम्पा, ती गुण्डाहरू सबै खुसी हुन्छन्। अनि अझ शक्तिले त जाऊ केटा हो, फुलमाला अबिर लिएर आऊ। अब रामले आफूले नै हार स्वीकार गरेपछि त हामीले पनि यसलाई यसो फुलमालाले त स्वागत गर्नु पर्यो नि भनेर लाएर अबिरमालाहरू लिन पठाउँछन्। अनि दुर्गा आमाले पनि चम्पालाई सम्झिन्ज्यू हामीले पनि रामका लागि विशेष उपहार तयार पारेका थियौँ नि, त्यो पनि लिएर आउनुहोस् त भनेर पठाउँछिन्। अनि त्यसपछि त चम्पाले त त्यो साडी चोलोहरू सबै लिएर आएकी हुन्छन्। यसरी रामलाई साडी र चुरा लगाउने भनेर दुर्गा आमाले भनिसकेपछि बिचरी मुना एकदमै रोएकी थिइन्। राम अचम्म मान्दै श्रुति र सिर्जनातिर हेर्छन्। त्यही श्रुति र सिर्जनाको कारणले गर्दाखेरि राम माफी माग्न आएका थिए नि त, उनीहरूले नै कर लगाएका थिए। त्यही भएर माफी माग्न आउँदा अहिले एकाएक यस्तो यो योजना परिवर्तन हुँदाखेरि उनीहरू पनि अचम्म मानिरहेका थिए। अनि रामलाई त त्यसरी त्यो साडी चोलो टीका झुम्का सुम्का लगाएर त कस्तो बैरूपी जस्तो पो बनाइदिन्छन्। सबैजना रामलाई हेर्दै हाँस्दै गर्छन्। बिचरा राम केही पनि बोल्दैनन्। उनी घोसे मुन्टो लगाएर उभिरहेका थिए। हेर्नुस् त रामलाई कतिसम्म हेपेका त यो शक्तिहरूले। अब त रामले यिनीहरूलाई जसरी भए पनि तह लगाउँछन् भनेर हामीले आश गरिरहेका थियौँ। यही भागमा हामीले शक्तिको खेल खत्तम भएको हेर्न पाउँछौँ कि भनेर सोचिरहेका थियौँ। तर यहाँ त रामकै यस्तो घोर बेइज्जत भयो। बिचरी मुनालाई त यो सबै कुराहरू देख्न त एकदमै गाह्रो हुन्छ। मुना बेसरी रुन्छन्। श्रुति र सिर्जना पनि अचम्म मान्छन्। रामले आफ्नो गाउँलेहरूलाई बचाउन खोज्दाखेरि पटक पटक यिनीहरूको सामु झुक्नु परेको थियो। अब खुट्टै समातेर माफी मागे अनि त्यति विधि गरेर अब तिमीहरूको जित भयो, मैले हारेँ भनेर आत्मसमर्पण गरेर त्यहाँबाट जान लाग्दाखेरि पनि यति विधि अपमान गरे। हेर्नुस् त यस्तो पनि हो त। अझ दुर्गा आमा त झन् सबैभन्दा बढी खुसी छिन्। पागल जसरी रामलाई हेर्दै खिटका छोडी छोडी हाँस्दै गरेका थिए। यो शक्तिले 16 वर्षदेखि रामलाई कसरी हराउँ भनेर लागि परेको थियो। अब अहिले यसरी राम आफै आएर खुट्टा समातेर माफी मागेपछि त उछालिने नै भयो। अब यसलाई
यसले आफैले हार स्वीकार गरेपछि हामीले सम्मान त गर्नै पर्ने भयो नि भनेर मक्ख परेको थियो। त्यही भएर ल सम्धिन्ज्यू अब यसको सम्मान त राम्रै तरिकाले गर्नु पर्यो भनेर चम्पालाई तिलरी लगाइदेऊ भनेर लाउँछन्। अनि चम्पाले पनि तिलरी लगाइदिएर अझ रामलाई जिस्काउँदै त्यहाँबाट जान्छन्। अनि यसरी चम्पाले तिलरी लगाइदिएपछि अनि सबैजना रामलाई हेर्दै हाँस्दै गरेपछि त मुनालाई सहनै गाह्रो हुन्छ र यी सबै कुराहरू हेर्न नसकेर मुना त रुँदै भित्र जान्छन्। हुन त मुनाले शक्तिले त्यो रामेले खुट्टा समातेर माफी मागे भने के हुन्छ भन्दाखेरि पश्चिमबाट घाम उदाउँछ, रामले कुनै पनि हालतमा तिमीहरूको खुट्टा समातेर माफी माग्नुहुन्न भनेर उनीहरूसँग चर्को चर्को स्वरले वाद विवाद गरेकी थिइन्। तर उनले त्यति भनेर नभ्याउँदै रामले खुट्टा समातेर माफी पनि मागे। त्यही कारणले गर्दा पनि मुना अचम्म परिरहेकी थिइन्। अब झन् यसरी उनकै अगाडि रामको यस्तो तरिकाले बेइज्जत गरे कि रामलाई त आइमै जस्तै बनाइदिएका छन्। त्यस्तो पहिरनमा रामलाई देखेपछि अनि मुनाले हेर्न सक्छिन् त, मुना त रुँदै भित्र गइन्। बिचारी मुना एकदमै दुखी छन्। हुन त रामले अघि नै रिसको जोकमा सबै तेरो कारणले भएको हो, त विधवा थिस्, विधवा नै ठिक थिस्, तँलाई मेरो जिन्दगीमा लिएर आउनु नै सबैभन्दा ठुलो गल्ती भयो, तेरो कारणले गर्दा मैले सबैलाई गुमाएँ, अब मसँग गुमाउनु बाँकी केही पनि छैन, तैँले गर्दा मैले मेरो गाउँलेहरू पनि गुमाएको हो भनेर मुनासँग त्यसरी रिस पोखेको जस्तो गरेका थिए। तर त्यो रामले त अब उनीहरूसँग मैले बदला लिने हो भनेर सोच बनाइसकेका थिए र केही समयको लागि उनीहरूको ध्यान भड्काउनको लागि पो त्यति गरेका थिए त। हुन त रामले मुनालाई पनि त उत्तिकै माया गरेका छन् नि, मुनाले पनि त्यस्तै रामलाई माया गरेकी छन्। कुनै पनि हालतमा म विक्कीसँग बिहे गरेर जाँदै जाँदिनँ, म रामको श्रीमती हो, रामको नै हुनेछु, अनि रामले पनि कुनै पनि हालतमा मेरो बिहे विक्कीसँग हुन दिनुहुन्न भनेर मुना त ढुक्क छिन्। तर के गर्नु, बिहेको दिन नजिकिँदै गर्दा यसरी रामको अपमान भइसकेपछि त गाह्रो त हुन्छ नि सहनलाई। त्यही भएर मुना रुँदै भित्र गइन्। तर उनीहरू चाहिँ सबैजना खित्का छोडी छोडी रामलाई हेर्दै जिस्काउँदै हाँसिरहेका थिए। अनि दुर्गा आमाले पनि माला लगाइदिएर जिस्काउन थाल्छिन्। यसरी उनीहरूले जिस्काइरहँदा पनि राम भने एकदमै निशब्द थिए, निराश थिए। त्यो शक्तिले पनि माला लगाइदिँदै थपडी पिट्दै रामलाई जिस्काउँदै गर्छन्, तर पनि रामले केही रियाक्टै गर्दैनन्। कति हाँस्ने हो हाँस हो, कति रमाउने हो रमाओ भनेर होला नि, बिचरा रामले केही जवाफै दिएका थिएनन्। अनि शक्तिले चाहिँ ल केटा हो, अब यसलाई यो सिन्दुर छरेर सम्मान गराओ भनेर लगाइदिन्छन्। अनि ती विक्की सहित त्यो विक्कीका भरौटीहरू सबैजनाले चारतिरबाट चारथरी रङ राममाथि फालेको फाले हाँस्दै फाल्दै गरेर रामलाई त चिन्नै नसक्ने बनाइदिन्छन्। हेर्नुहोस् त रामको कति धेरै अपमान गरेका यिनीहरूले। रामले त भित्रभित्रै षड्यन्त्र रचिसकेका छन्। अब उहाँ गाउँलेहरूलाई पनि त्यस्तो बनाएर राखेका रहेछन्। अब हामीले जुनसुकै हालतमा पनि त्यो शक्तिलाई हराउनु पर्छ भनेर साम दाम दण्ड भेद सबै प्रयोग गर्न तयार भइसकेका छन्। अब उनीहरूलाई त थाहा छैन नि गाउँलेहरू जिउँदैछन् भनेर, गाउँलेहरू मरे भनेर ढुक्क भएका छन्। तर रामले यो खेलको नयाँ तरिकाले सुरुवात गरिसकेका छन्। अब चाहिँ छिट्टै शक्ति, विक्की, दुर्गा आमा र चम्पाको खेल रामले खत्तम गरिदिनेछन्। अब आउने भागमा हामीले रामको जित भएको हेर्न पाउनुपर्छ भन्ने को हुनुहुन्छ आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।